नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। मोरङमा एक युवकको हत्या, सिरहामा जिल्ला प्रहरी कार्यालय छेउकी घरमा एक महिलाको हत्या। जनकपुरको एक पसलमा ग्यास सिलिन्डर विस्फोट, एकजनाको मृत्यु। देश विकासको अभियानमा सबैलाई सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पुन र चिनिया उपमन्त्री लियाङ बीचको भेटवार्ता। र भारतको अमृतसरमा ठूलो रेल दुर्घटना, कम्तीमा 60 जनाको मृत्यु, सयौं घाइते। अब समाचार विस्तारमा। मोरङको पथिया निषेध 8 को शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ। हिजो राति 17 वर्षीय कृष्णबहादुर विष्टले पुरानो ऋषिबीलाई लिएर त्यसै ठाउँका 27 वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका छन्। खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेको, खड्काको स्थलमै मृत्यु भएको प्रहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो। हत्या गर्ने विष्टलाई प्रहरले खुकुरीसहित राति नै पक्राउ गरेको र मृतकको शव उल्लाबारी 3 को मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरले जनाएको छ। 24 घण्टा सुरक्षाकर्मी तैनात रहने जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको घरमा एक महिलाको निर्मम हत्या भएको छ। सप्तरीको राजविराज 6 मा अवस्थित जिल्ला प्रहरी कार्यालयको दक्षिण भागबाट टाँसिएको घरमा बस्दै आएकी 42 वर्षीय आशा देवको अज्ञात व्यक्तिबाट हत्या गरिएको हो। हिजो बिहान छिमेकीहरू घर जाँदा उनी ओछ्यानमै मृत भेटिएका थिए। शवको प्रकृति र घरमा भेटिएका प्रमाणमा आधारमा देवको हत्या भएको प्रहरी निरीक्षक सुजाता तुङबाङफेले बताइन्। देवको टाउको र आँखामा इँटा र लोहोरोले प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्यामा प्रयोग गरिएका इँटा र लोहोरो रगत लागेको अवस्थामा घटनास्थलमा फेला परेको छ। प्रहरले देवको हत्या राति 12 बजे 4 बजेसम्मको बीचमा हुन सक्ने अनुमान गरेको छ। 18 वर्ष अघि पतिसँग सम्बन्ध विच्छेद गरिएकी देवको सन्तान छैनन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन्। भतिज निरजका अनुसार आशाकी आमा दुर्गाको 7 दिन अघि मात्र निधन भएको थियो। देव बस्ने कोठा र आँगनमा समेत रगतको टाटा देखिएकाले हत्यापूर्व आक्रमणकारीसँग निकै सङ्घर्ष भएको हुन सक्ने र घटनामा एकभन्दा बढीको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। यता दशैंको चहलपहलमा देवको हत्या भएपछि पुरै टोल शोकमा डुबेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ। जनकपुरको एक पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको ज्यान गएको छ भने अर्को एकजनाको अवस्था गम्भीर रहेको छ। जनकपुरधाम उपमहानगरपालिका 4 पुरानो बस पार्क नजिक एक वेल्डिङ पसलमा हिजो अपराह्न ग्यास सिलिन्डर विस्फोट हुँदा पसल सञ्चालक जनकपुरधाम 7 बस्ने 47 वर्षीय प्रमोद शाहको ज्यान गएको हो। गम्भीर घाइते भएका शाहको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। यसैगरी विस्फोटमा परि अटो रिक्सा चालक भारत विहार बैरगनिया बस्ने राजु गुप्ता र जनकपुर धाम 7 घर भएका 12 वर्षीय बालक रोहन कुमार शाह घाइते भएका छन्। घाइते दुवैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। ग्यास सिलिन्डर विस्फोटबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अपन न्यूजमा अब व्यावसायिक विश्रामपछि। देश विकासको अभियानमा सबैलाई सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पुन र चिनिया उपमन्त्री लियाङ बीच भेटवार्ता। र भारतको अमृतसरमा ठूलो रेल दुर्घटना, कम्तीमा 60 जनाको मृत्यु, सयौं घाइते। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान 9:51 को शुभ साइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उहाँले टीका र जमरा ग्रहण गर्नुभएको हो। त्यसैगरी उहाँले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण भयो।
त्यसअघि राष्ट्रपतिले हनुमान ढोका स्थित दशैं घरका मूल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका जमरा ग्रहण गर्नुभएको थियो। राष्ट्र प्रमुखलाई दशैं घरका मूल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा लगाइदिने परम्परा छ। टीका ग्रहणका बेला मङ्गलधुन बजाइएको थियो। आफूले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिनु भएको थियो। त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिनु भयो। राष्ट्रपति भण्डारीले अपराह्न 1 बजे प्रधानमन्त्रीलाई टीका लगाइदिनु भएको थियो। प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिकालाई पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्नुभयो। यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शीतल निवास पुगी राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको थियो। त्यसैगरी सभामुख कृष्णबहादुर महरा, उप प्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, कानुन मन्त्री भानुभक्त ढकाल, महिला बालबालिका मन्त्री थममाया थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा लगायत मन्त्रीहरू शीतल निवास पुगी टीका र जमरा ग्रहण गरेका छन्। अधिकांश मन्त्रीहरू सपरिवार शीतल निवास पुगेका थिए। त्यसैगरी सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकृतहरू पनि टीका ग्रहणका लागि शीतल निवास पुगेका थिए। विशिष्ट व्यक्तिको टीकापछि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गर्नुभएको छ। बालुवाटार स्थित प्रधानमन्त्रीको घर सरकारी निवासमा हिजो बिहान शुभ साइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो। पितासँग टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितसँग हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्नुभएको थियो। आफूले टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुभयो। ओलीले टीका ग्रहणपछि स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगति र सफलताको कामना गर्नुभयो। प्रधानमन्त्री ओलीले बालुवाटार पुगेका पत्रकारहरूलाई पनि टीका र जमरा लगाई दक्षिणा दिनुभएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिनु भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि शुक्रबार निर्मल निवासमा पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिनु भएको हो। यसपटक भने निर्मल निवासमा विभिन्न दृश्य देखियो। मुस्लिम समुदायका व्यक्तिहरू पनि राजाका हातबाट टीका र जमरा लगाउनका लागि लामबद्ध भएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधारणको भिड भने उल्लेख्य थियो। अपराह्न 3 बजेपछि टीका लगाउने कार्यक्रम भए पनि सर्वसाधारण भने 1 बजेदेखि नै लामबद्ध भएका थिए। गणतन्त्रको स्थापनापछि पनि पूर्व राजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन्। अपन न्यूजमा पूर्ण व्यावसायिक विश्रामपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन र चिनिया उपमन्त्री बिल्याङ बीच भेटवार्ता र भारतको अमृतसरमा ठूलो रेल दुर्घटना, कम्तीमा 60 जनाको मृत्यु, संयोग घाइते। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको महाअभियानमा सहभागी हुन आह्वान गरेका छन्। बडा दशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल मध्यलाई सरकार तुल्याउन क्रियाशील रहेको बताएका छन्। अहिले सानातिना विषय अघिनेर आपसी द्वन्द्व बढाउने समय नभएको उनले बताएका छन्। उहाँले राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य उपहार्य रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिबद्धताबाट कुनै पनि लक्ष्य विचलित नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चिनिया उपमन्त्री लियाङ बिल्याङ बीच भेटवार्ता भएको छ। चीनले अघि सारेको वान बेल्ट वान रोडको ऊर्जा मन्त्री स्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग हिजो उपमन्त्री लियाङले भेटवार्ता गर्नुभयो। लियाङ चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन्। उनी त्यसका साथै चीनको वित्तीय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन्। भेटवार्तामा आपसी हित र ऊर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको थियो।
द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजबुत बन्ने धारणा राख्नुभयो। नेपालमा लामो समयपछि 2 तिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताउनुभयो। मन्त्री पुनले चीनिया उपमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जीको अपरेसनमा भएको सम्झौता ऐतिहासिक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राख्नुभयो। बैठकमा मन्त्री पुनले नेपाल चीनबीचको अघि बढेको अन्तर्देशीय प्रसारण लाइन र जलविद्युत परियोजनाहरूको बारेमा छलफल थियो। मन्त्री पुनले 400 केबीको काठमाडौँ केरुङ अन्तर्देशीय प्रसारण लाइन, कोशी कोरिडोर, कर्णाली कोरिडोर र भेरी कोरिडोर, किमाथाका फुकोट, कर्णाली र तमोर जलविद्युत परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उनले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनिया लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिँदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गर्नुभयो। भेटमा चिनिया मन्त्री लियाङले नेपालसँग भएको इनर्जी कोअपरेसनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिनुभयो। त्रेता युगमा जनकपुर र अयोध्याबीच जोडिएको बेटी रोटीको सम्बन्ध कायम राख्न एक युवा साइकल यात्रामा निस्केका छन्। केही महिना पूर्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा हरियो झण्डा देखाएर सञ्चालन गरेको जनकपुर अयोध्या बस साता नबित्दै कागजी प्रक्रिया मिलाउन भनी बन्द गरिएको उक्त बस सेवा अझै पुनः सुचारू हुन नसकेकोमा नेपाल र भारतबीचको उक्त बस सेवा पुनः सञ्चालन गरी दुई देशको मित्रता अझै प्रभावशाली बनाउन, मित्रलाई अझै प्रगाढ बनाउन एक नेपाली युवा अयोध्याको साइकल यात्रामा निस्केका छन्। जनकपुर उपमहानगरपालिकाका वडा नम्बर 4 का रञ्जित कुमार शाहले दुई देशको सम्बन्धमा अझै सुन्दरता ल्याउन साइकल यात्रामा निस्केका हुन्। साइकल यात्री शाहलाई आज राजपाका केन्द्रीय अध्यक्ष महन्त ठाकुर, प्रदेश 2 का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तथा अन्य विभिन्न विशिष्ट व्यक्तिहरू तथा सशस्त्र प्रहरी तथा सशस्त्र प्रहरी राजस्व गुल्मले समेत विदाई गरेका छन्। साथै भारतीय एसएसबीले भिटामोडमा उनको स्वागत गरेका थिए। अयोध्या यात्राको आफ्नो अर्को अभिष्ट र आकांक्षा भनेको भगवान राम जस्तै अभिभावकको सेवा वर्तमान समयमा पनि सन्तान होस् भन्ने हो। अयोध्या पुगेर वृद्ध आश्रममा आमा बुवा फाल्नेहरूको सद्वृद्ध आओस् भनेर आफूले त्यहाँ प्रार्थना गर्ने रिसाको भनाइ छ। साइकल यात्री शाहले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर जनकपुर अयोध्या बस सेवा तत्काल सुचारू गर्न आग्रह गर्ने बताउनुभयो। उहाँ यसअघि जनकपुरदेखि हलिसी, जनकपुरदेखि मुक्तिनाथ र पशुपतिनाथको साइकलले नै यात्रा गरिसकेका छन्। यो उनको चौथो साइकल यात्रा हो। उनी साधारण साइकलले नै सबै यात्रा पूरा गरेका छन्। आज यात्रामा निस्केका शाह रामायण सर्किट हुँदै आगामी 4 दिनमा अयोध्या पुग्ने प्रयासमा छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पन्जाब स्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ। पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा कम्तीमा 60 जनाको मृत्यु भएको छ भने 100 बढी घाइते भएका छन्। अमृतसरको जोडा फाटकमा रेलवे ट्र्याक नजिकै साँझ 6:30 बजे रावणको पुतला दहन गरिरहेको भिड रेलवेको लिकमा पुगेपछि दुर्घटना भएको हो। बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुतलामा आगो लगाउने बित्तिकै मञ्चबाट मानिसहरूलाई पछाडि हट्न आग्रह गरिएको थियो। त्यही बेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो। अमृतसर प्रहरीका कमिश्नर सुधांशु शेखरले कम्तीमा 60 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। मोरङमा एक युवकको हत्या, सिरहामा जिल्ला प्रहरी कार्यालय छेउकै घरमा एक महिलाको हत्या। जनकपुरको एक पसलमा ग्यास सिलिन्डर विस्फोट, 1 जनाको मृत्यु। देश विकासको अभियानमा सबैलाई सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पुन र चिनिया उपमन्त्री बिलियाङ बीच भेटवार्ता। र भारतको अमृतसरमा ठूलो रेल दुर्घटना, कम्तीमा 60 जनाको मृत्यु, सयौं घाइते। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।